त्यहाँबाट बल्ल टिकट आउँछ अनि विदेश जाने पाला आउँछ। जब एयरपोर्टमा पुगिन्छ नि तब त्यति बेला चाहिँ एउटा फिलिङ आउँछ कि आफ्नो देशलाई छोडेर जानुपर्ने हुन्छ भनेर होइन। शिवरात्रिमा त्यो आगोमा आलु उसिन हाले हुन्छ नि, त्यो आलु झिक्ने बेला जति गर्मी हुन्छ नि त्यो प्लेनबाट निस्केर त्यति गर्मी हुन्थ्यो क्या। लाइनमा फेरि त्यो विदेश आगो भन्ने उफ्रिँदै त्यसरी होइन, लाइनमा त्यो जेलमा गए जस्तो होइन, खोले जस्तो खाना, त्यो सम्झेर घरको याद आउने। फेरि कहिले नरहेको मान्छे विदेश आएर चाहिँ एकचोटि रुन्छ क्या। हेलो गाइज, म एकदमै सन्चो आरामै छु। आशा गर्छु हजुरहरू पनि एकदमै सन्चो आरामै हुनुहुन्छ होला। म चाहिँ आज यस्तो टपिकमा कुरा गर्न जाँदैछु नि जो चाहिँ नेपालबाट विदेश वर्किङ भिसामा आउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदमै काम लाग्नेवाला छ। म पनि वर्किङ भिसाको लागि नेपालबाट विदेश आएको, त्यही भएर म चाहिँ अब हजुरहरूसँग यो कुरा सेयर गर्न चाहँदैछु। सुरुमा त नेपालमा हुँदाखेरि कस्तो फिलिङ हुन्छ भन्दाखेरि ओहो अब विदेश जाने, अब विदेश गएर काम गर्ने भन्ने हुन्छ होइन। त्यहाँ म पनि त्यसै गरी आएको। नेपालमा इन्टरभ्यू दिइन्छ, अब मेडिकल दिइन्छ अनि त्यहाँबाट बल्ल टिकट आउँछ अनि विदेश जाने पाला आउँछ। जब एयरपोर्टमा पुगिन्छ नि तब त्यति बेला चाहिँ एउटा फिलिङ आउँछ कि आफ्नो देशलाई छोडेर जानुपर्ने हुन्छ भनेर होइन। अनि अर्को माथि फेरि अब विदेश जाने, विदेशको ओहो राम्रो ठाउँ देखिन्छ, घुम्न पाइन्छ भन्ने अर्को एउटा मनको एकपट्टि त्यस्तो हुन्छ, एकपट्टि चाहिँ ओहो अब आफ्नो घर छोडेर जानु पऱ्यो, आफ्नो देश छोडेर जानु पऱ्यो भन्ने हुन्छ होइन। अनि त्यहाँबाट अब उडिन्छ, प्लेनमा टक्क बसिन्छ, सर उडेर विदेश गइन्छ अनि विदेशको एयरपोर्टमा झरिन्छ। अनि एयरपोर्टमा झरेपछि बल्ल फिल हुन्छ म किन विदेश आएँ भनेर क्या। अनि त्यो ओहो यस्तो राम्रो ठाउँ घुम्न पाइन्छ यस्तो भन्ने त्यो नै हट्छ क्या, किन म विदेश आएँ भन्ने हुन्छ क्या। मलाई त्यस्तो भयो होइन। अनि विदेशमा झरियो, अब के गर्ने, अब कहाँ जाने, कसलाई भेट्ने, के गर्ने, कोही चिन्या हुँदैन। अनि टक्क एयरपोर्टबाट बाहिर निस्क्यो, त्यहाँ टक्क बसिरहेको हुन्छ लिनलाई। अनि टक्क बोलाउँछ, पासपोर्ट सब लिएर अनि बसमा हालेर हामीलाई क्याम्पमा ल्यायो। क्याम्पमा ल्याएपछि हामी कति बजी दिउँसोतिर आएको थियो, क्याम्पमा आयो। अनि क्याम्पमा आएपछि टक्क कोठामा लग्यो, टक्क थुनिदिन्छ एकछिन। अनि त्यसपछि गार्ड आउँछ अनि भन्छ अब तपाईँहरूलाई एकछिन पछि ब्रिफिङ हुन्छ भन्छ। अनि टक्क एकछिन बस्यो, अब कोठाबाट ननिस्क्यो भन्छ। अब निस्केर जाउँ नि कहाँ, अब कहीँ थाहा हुँदैन, यस्तो कहीँ थाहा हुँदैन। फेरि खाडी मुलुक यस्तो खतरा ठाउँ हो कि हामी त्यो प्लेनबाट जब ढोकाबाट बाहिर निस्क्यो नि त्यसपछि त्यो हामी शिवरात्रिमा आगो नजिक बस्छ नि, त्यो शिवरात्रिमा त्यो आगोमा आलु उसिन हाले हुन्छ नि, त्यो आलु झिक्ने बेला जति गर्मी हुन्छ नि त्यो प्लेनबाट निस्केर त्यति गर्मी हुन्थ्यो क्या। त्यो गर्मी एकपट्टि भइहाल्यो। अनि त्यहाँबाट फेरि हामी कोठामा आयो, त्यो कोठामा आएपछि त्यसरी भनेर राखेको थियो। अनि त्यसरी राखेपछि अनि एकछिनपछि फेरि आएर ल सबैजनालाई त्यहाँ तल बाँडिरहेको छ, ओड्नी बाँडेको छ, त्यो सबैले एकजना गरेर लिएर आउने, लाइनमा जाने लाइनमा आउने भनेर भन्नुभयो। अनि हामी गयौँ, लाइनमा लिएर आयौँ। अनि ओछ्यान खाट हुन्थ्यो, 4 ठाट। अनि टक्क खाट थियो। अनि त्यो खाटमा चाहिँ अनि टक्क ओछ्यान हाल्ने, तन्जा हाल्ने, सिरानी बनाउने, अनि त्यसै गरी अनि राखियो। सुर्केस सब त्यहीँ छ, त्यो कोठामा छ सबैको। अब कतिजना एउटा रुममा 4जना 5जना राखेको थियो। अनि त्यसरी गऱ्यौँ। अनि त्यसरी अब ल टक्क मिलाउने। अनि एकछिनमा चाहिँ अब सबैजनालाई खाना छ यहाँ, खाना खाने भनेर भन्नुभयो। अनि हामी टक्क बस्यौँ। अनि खाना खाने ठाउँमा किचनमा लानुभयो। अनि सब लाइनमा फेरि त्यो विदेश आगो भन्ने उफ्रिँदै त्यसरी होइन, लाइनमा त्यो जेलमा गए जस्तो होइन। अनि टक्क गयो। अनि खाना कुरा गऱ्यो भने नि दाल हेर्दाखेरि नि त्यो हाम्रो घरमा गाई छ क्या, गाईको खोले जस्तो क्या दाल। अब त्यही सम्झेर अनि ओफो किन विदेश आएँ भन्ने हुन्छ। अनि त्यही पनि खानुपर्ने हुन्छ किनकि भोक लागेर हुन्छ। बिहान प्लेनमा अब खाने पैसा छैन, त्यही खाने पैसा नभएर त विदेश आयो। अनि त्यो खोले जस्तो खाना, त्यो सम्झेर घरको याद आउने। फेरि सब्जी त्यस्तै तिते करेलामा रस हालेर बनाएको, त्यतिखेर याद आउँछ क्या घरमा। अब घरको याद आउँछ। अनि घरमा त अब त्यो केही नमिठो बनायो, कस्तो नमिठो बनायो भनेर कराइन्थ्यो। अनि यस्तो नि खान्छ, यस्तो गाईले खाने यस्तो भनेर होइन। अब घरमा त अब घुर्किँदाखेरि अब यहाँ त पाइएन, खानै पऱ्यो, यो हुँदैन, अर्को सब्जी हालिदिनु भन्दा नि नमिल्ने, पैसा थिएन। अब यिनीहरूले दिएको जे दिएको त्यही खानुपर्ने। अनि खाइयो। त्यो खाएपछि फेरि रुममा गयो। ल अब एकछिनमा चाहिँ यहाँ ठुलो साउ आएर तपाईँहरूसँग कुरा गर्नुहुन्छ, सब एकछिन बस्ने, हामी बोलाएपछि सर आउने, कहीँ जाने होइन। न वाइफाईको पासवर्ड थाहा छ, न के थाहा छ, न मोबाइल नि चलाउने सिम छ, न केही छ, केही छैन। टक्क बस्यो, केटाहरू कुरा गऱ्यो। अनि फेरि त्यसपछि एकछिनपछि ल सबैजनालाई बोलाएछ भनेर गाडी टक आउँछ, टक्क बोलायो, सर गयो, बस्यो। ल यस्तो दुबईको रुल यस्तो छ,
म खास दुबई दुबईको रुल यस्तो छ, यता बाहिर हल्लासल्ला गर्ने होइन, यो गर्ने होइन, त्यो गर्ने होइन भनेर, अनि भोलिदेखि तिमीहरूको ट्रेनिङ हुन्छ ल बस्ने भनेर। फेरि यहाँको बाथरुम यस्तो कबाडी बाथरुम होइन, अनि त्यो सबै कुराहरू चाहिँ फेरि नेपालकै याद दिलाउने क्या। त्यो याद कुराहरूले चाहिँ अब टोइलेट हेर्दाखेरि नेपाल आनन्द भन्ने। अनि पानी, यहाँको पानी नेपालमा तताएको पानी हुन्छ नि, सोलरबाट तातो पानी आउँछ नि, त्यो भन्दा नि तातो पानी चाहिँ नर्मल पानी क्या यहाँको। अनि नुहाउन पनि हामीले 13 दिनसम्म कसरी नुहायो भन्दाखेरि पानी खाने बोतल दिएको थियो हामीलाई, फ्रीमा दिएको थियो क्या खाना खाने बेला। त्यो बोतल लयो, अनि त्यो बोतलमा राति पानी राख्यो। रुममा चाहिँ एसी छ है, फेरि रुममा चाहिँ एसी छ, तर आवाज चाहिँ क्वार्र आउँछ। अहिले मैले एसी अफ गरेर मात्र अहिले साउन्ड नआयो। मेरो अस्तिको भिडियोमा हेर्नु भने थाहा हुन्छ। अनि त्यसपछि पानीको बोतल ल्याएको थियो, त्यो बोतलमा अब राति भरेर राख्ने, अनि बिहान उठेर दाँत मान्ने, अनि अलिकति पानी नुहाउँछ, त्यसमा अलिकति तातो पानी मिसा चिसो हुन्छ नि, त्यसले टाउको नुहाउने, जिउ चाहिँ तातो पानीले नुहायो। 13 दिनसम्म त्यसरी बिताइयो। अनि त्यसपछि 13 दिनसम्म त्यो भयो, ट्रेनिङ भयो। अनि रुमबाट बाहिर निस्केपछि यति तातो मैले अहिले भने नि, शिवरात्रिमा त्यो आगोमा चाहिँ आलु सिनेर राखेको, त्यो आलु झिक्ने बेला जति गर्मी हुन्छ नि त्यति गर्मी थियो क्या। अनि त्यसरी कट्यो। अहिले चाहिँ 1 महिना भयो म आएको। अनि सबै कुराले चाहिँ नेपालकै याद दिलाउँछ, त्यो चाहिँ स्योर हो। अरू के छ अब? अनि काम, होटेलतिर भित्र काम गर्ने चाहिँ ठिकै छ, अब गर्न सकिन्छ होइन। हामी चाहिँ फेरि बाहिरको कामको लागि आयौँ क्या। बाहिरको कामको लागि यति मुस्किल छ, बाहिर बस्न मुस्किल छ होइन, यहाँ काम गर्नु परिरहेछ। अब 2 वर्षको छ, अब 1 वर्ष कति वर्ष गरिन्छ अब हेरौँ, त्यस्तो हुन्छ। अब सब कुराले चाहिँ नेपालको याद दिलाउँछ क्या। त्यही भन्न चाहन्छु। हजुरहरू कोही आउँदै हुनुहुन्छ भने चाहिँ अब काम के हो भनेर बुझेर मात्र आउनु। विदेश आइहाले पनि बरु मलतिर, अब त्यस्तोतिर त एसी सब हुन्छ नि त। अब त्यस्तोतिर काम गर्नु चाहिँ सजिलै हुन्छ। सजिलो भने काम गर्न गाह्रो होला, तर गरिन्छ क्या त्यो काम। तर बाहिरको काममा आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै सोचेर मात्र आउनु होला। अनि अर्को कुरा, दुबईतिर खाडीमा आउन नि पैसा, नेपालबाट आउन पैसै लाग्दैन क्या। अब त्यो केही अलिक ठुलै काम, अलिक ठुलै उ गर्ने, तर 1200-1500सम्मको तलबमा विदेश आउनलाई पैसै लाग्दैन। फ्री भिसा, फ्री टिकट हुन्छ जुनमा पनि। तर नेपालको मेन पावरले चाहिँ लास्ट ठगिरहेको हुन्छ क्या। अनि त्यही भएर नेपालले चाहिँ लास्ट ठगिरहेको हुन्छ। अलिकति त्यो पनि बुझेर यो भिडियो हेर्दै हुनुहुन्छ, सबलाई सेयर गर्नु होला। मेन पावरले लास्ट ठग्छ। कोही विदेश आउँदै हुनुहुन्छ भने चाहिँ पैसै दिन्न म भन्ने हुन्छ क्या। त्यसले भनेको आधी मात्र पैसा दिए पनि धेरै इनफ हुन्छ तिनीहरूलाई। तिनीहरूले चाहिँ लास्ट पैसा ठगेर पठाएर हुन्छ। यहाँ विदेश आएपछि हामीलाई विदेश आएपछि नि के भन्छ थाहा छ? सुरुमा त्यो मैले ऐना भनेको थिएँ नि, अलिक ठुलो मान्छे आएर हामीलाई भन्छ भने, हामी तिमीहरूलाई फ्री भिसा, फ्री टिकटमा ल्याएको हो। तिमीहरू यो कम्पनी छोडेर 6 महिनाभित्र जान चाह्यो भने त्यो पैसा तिरेर मात्र तिमीहरू जान पाउँछौ। त्यही पनि लिगल पारामा होइन। तिमीहरूलाई चाहिँ अलि सब पैसा तिराएर तिमीहरूलाई यहीँ राखेर तिमीहरूलाई भनेर थर्काउँछ क्या। त्यो अब खाना अब कम्पनीले पैसा नि दिँदैन, अनि आफ्नै पैसाले खानुपर्ने हुन्छ। आफूसँग पैसा पनि हुँदैन नि त, कन्ट्याक्ट हुँदैन, कार्ड बनाइदिएन। कार्ड नबनाएपछि अब नम्बर लेख्न मिल्दैन, एकदमै कठिन छ यहाँ। त्यही हो। अब बिस्तारै थाहा हुन्छ। अहिले चाहिँ यो मेरो 1 महिनाको एक्सपिरियन्स हो। अब अहिले चाहिँ ठिकै चलिरहेछ। अब कामकाज नै अब बानी लगाइसक्यो बाहिर काम गर्ने, अलिअलि बिस्तारै। अब कटिहाल्छ यो 1-2 वर्ष। अब जाडो महिना नै आउनु लाग्यो। जाडो महिना 2-3 महिना चाहिँ अलिक ठिकै हुन्छ अरे। त्यही हो। अब विदेश आउँदै हुनुहुन्छ भने चाहिँ टोटल्ली त्यो नेपालमा केही नगरेको मान्छे चाहिँ आउनै सक्दैन यहाँ। 100% दिन्छु। नेपालमा घरबाट क्यामेरा मैसँग छ। के हो टिकटक नै हान्छ गफ गरेर। कति नेपालमै किन हो यो? के पुरै भिडियो बनाउनु कि के भ्लग बनाउनु लाग्यो नि? भ्लग बनाएर कुरा सेयर गरेर आएँ। विदेश आएपछि के भइरहेछ भनिरहेको छु क्या। तपाईँलाई कस्तो लागेको छ बसेर भन्नु न। अब विदेश भनेको त हाम्रो यस्तै होइन। सबैजना अब विदेश कोही मान्छे विदेश आउँदैछ भने के गर्नु पर्यो? केही गर्नु पर्दैन। अब होइन, आउने कि नआउने? घरको परिस्थिति हेऱ्यो भने त आउनु पर्यो। त्यही हो। विदेश पनि आउनु पनि अब त्यो बुझेर बाध्यता हुनु पर्यो। बाध्यता त्यो पनि बुझेर आउनु पर्यो कि यो ठाउँमा भनेको कोही राम्रो छ, कोही नराम्रो छ
छ होइन सबै कामहरूमा भनेको चाहिँ एउटै इतिहास हुँदैन कसैले राम्रो लाग्यो कसैले उसलाई दुःख सुख भनेको चाहिँ त्यही हो बाहिर काम गर्नु पऱ्यो भने चाहिँ बाहिर काम गर्नु पऱ्यो भने त अब बेकार नआएकै फाइदा मैले त्यही कुरा सेयर गरेर बाहिर काम गर्नु पऱ्यो भने घाममा काम गर्नु पऱ्यो भने चाहिँ सकेसम्म बुझेर आउनु पैसा तिरेर कसै पैसा तिरेर पनि त्यो अब हामीले अब तिरिरहेको छौँ है हामी पनि आएको भनेको त्यो थोरै समय भएन अब म आएको भनेको नि अब धेरै भयो अब कति 2 वर्ष अब पुग्न लाग्यो होइन त्यही पनि त्यो पैसा तिरेर यस्तो दुःख गर्नु पऱ्यो भने त दुःख गर्नु पऱ्यो तर त्यही स्यालेरी चाहिँ यहाँनिर पछि गएर चाहिँ नि घरमा चाहिँ यहाँनिर 1 महिनामा तिर्न 2 महिनामा तिर्न 3 महिनामा भनेको त्यो भनेको चाहिँ नर्मली कुरो होइन अनि यहाँ सबै 2 वर्षसम्म यहीँ काम गरेर पनि जब त्यो आएको ऋण तिर्न सकेर भने चाहिँ कस्तो के हेर्ने त आफ्नो ज्यानलाई पनि हानि गर्ने ज्यान त यसै हो नि अब घरमा सोच्ने लिएर बस्ने चाहिँ भन्नु त्यो कुरोहरूमा चाहिँ अब के छ भने चाहिँ होइन घरमा कसैले केही काम नगरेको मान्छेले त गर्न सक्दैन सक्छ सक्दैन नि अब त्यो अब के बाध्यता हो नि त यहाँनिर बाध्यता अब यहाँनिर दिनरात रुने काममा जाने आउने यहाँ बस्ने सुत्ने घरमा पनि एउटा कुरो चाहिँ के हुन्छ टचर चाहिँ एउटा दिन्छ त विदेशकै कहिले नरोको मान्छे पनि यहाँ विदेश आएर एकचोटि रुन्छ क्या हो नि त त्यो त 100% त्यो चाहिँ 100% होइन त्यसमा चाहिँ कहिले नरोको मान्छे विदेश आएर चाहिँ एकचोटि रुन्छ क्या त्यही माथि अझ है एउटा मेरो एउटा अर्थोलोजी जसलाई आछि होइन अब के छ अब हामी बाहिर टाढेर आयौँ किनकि हामी किन आएको हाम्रो भनेको घरको परिस्थितिको कारणले हामी आएको हामीलाई इच्छा नचाहन केही हामीलाई केही पनि छैन यसमा केही छ हामी भनेको मस्त घरमा आमा बाउले खाँदेर बसेको घुर्किरहेको घुर्किले म आज खान्न छोरो गयो खाना आइदियो म खान्न किन यो सब्जी खान्न यो कस्तो सब्जी बना यहाँ त जे भने त्यो कप खानु पऱ्यो नि अनि अहिले हालत देखिरहेको छ न हामी अब हाम्रो एउटा चाहिँ अब सबै अरू कम्पनीमा खाना बनाउन पाउँछ हाम्रो खाना पाउँदैन अब यहाँनिर जे पाउँछ त्यही खान्छ हाम्रो कम्पनी चाहिँ फेरि के छ भन्दाखेरि आफूले पकाएर खानु पाउँदैन क्या जे छ त्यही खानुपर्छ अनि त्यो पछि भनेको अब एउटा केही नुन लाग्यो भनेर पनि लाइक एउटा कम्प्लेन्ट चाहिँ गर्न पाइयो त्यही पनि खाना त त्यही पऱ्यो होइन आज कि भोलि नेपाली खाना भन्नु र अनि नेपालीको स्वाद नुन मसला खुर्सानी चट्ट हालेर त्यो भनेको पोइन्ट भन्नु र यहाँनिरको अनि काँचो कुचो जेसुकै बस लाइक एउटा कुरो भत्तेर पहिला हाम्रो त्यो रीतिरिवाजमा हाम्रो भत्तेर भन्थ्यो नि त बिहेको टाइममा होइन जसरी खाने पऱ्यो भत्तेरमा के हुन्छ टपरीमा टक्क लाग्थ्यो दाल र भात तरकारी सर्लक्क आएर यतापट्टि चुइँदैछ होइन त्यो पछि भने यताबाट खाँदैछ कि जे कुराले सिचुएसन त्यही हो कि नेपालले याद दिनुहोस् है नुन भएन खाना भएन भने नेपालकै याद दिलाउने अब गर्मी भयो भने नेपालकै त्यो चिसो याद आउने अब यहाँनिर अब हामी दिनभरि काम गर्छौँ घाममा तातेर यहाँनिर भित्र आए पनि जाडो हुन्छ फेरि भित्र आएपछि बाहिर निस्किन सक्दैन फेरि सिचुएसन भनेको त्यो के सिचुएसन त्यस्तो छ ल कोही आउँदै हुनुहुन्छ नि सोचेर सम्झेर मात्र आउनु होला ल आजको यो भिडियो चाहिँ यति नै इन गर्न चाहन्छु थ्याङ्क फर वाचिङ दिस भिडियो बाई